हेलो हेलो नमस्ते यहाँ सबैजनालाई। विदेशमा बसेपछि चाहिँ आफ्नो बर्थडे आफ्नो जुन पनि चिजहरू हुन्छ नि फेस्टिभल त्यो सबैलाई चाहिँ त्याग्नुपर्ने हुन्छ होइन। तर म त्यो त्याग्नलाई तयार छुइनँ गाइजहरू। नो, आई नेभर सेक्रिफाइस माई बर्थडे पार्टी। इभन इफ आई एम अलोन देन आई विल सेलिब्रेट माइसेल्फ होइन। त्यही भएर मैले चाहिँ केक किन्नुभन्दा आफैले बनाउँछु भनेर आएर ओरियोको केक बनाउँदैछु। र त्यसमा चाहिँ मैले 2 सुजी हालेँ र इस्ट हालेँ। यसलाई चाहिँ मैले मजाले पानी हालेर घोलेँ। अनि त्यसपछि यसलाई मजाले घोलिसकेपछि चाहिँ हजुरहरूले यसमा आफूले मन परेको चाहेको सबै कुरा हाल्न सक्नुहुन्छ। र मैले चाहिँ अन्डा हालेँ र यसमा चिनी हाल्नुपर्ने चाहिँ केही आवश्यक छैन है, किनकि ओरियोमै पहिल्यै आफ्नो गुलियो हुन्छ, त्यही भएर त्यो नो निड चिनी। त्यसपछि मैले क्रिम पनि आफैले नै बनाउने विचार गरेर क्रिम मिल्क अर्डर गरेर क्रिम मिल्कलाई मैले मिक्सचरमा मजाले मिक्स गरिदिएँ, किनकि क्रिम किन्दाखेरि चाहिँ अलिकति महँगो पर्छ है त। त्यही भएर मिल्क किनेर यसलाई मिक्स गर्ने बेलामा छु। र यसमा पनि मैले चिनी हालेको छैन, किनकि मैले ओरियोको क्रिम हालिदिएको छु होइन। जुगाडु छु नि त म। अनि यसबाट चाहिँ मैले व्हाइटवाला अलिकति निकालेँ र यसलाई चाहिँ मैले कलरफुल बनाउने सोचिराखेको थिएँ क्या। जस्तै कि लाइक हार्ट टाइपको रेड बनाउँछु भनेर सोचेको थिएँ। तर फेरि फुड कलर धेरै हाल्न पनि एकदमै डर लाग्यो, त्यही भएर मैले थोरै मात्रै हालेर घोलिदिएँ। र यसको कलर चाहिँ रेड भन्दा पनि ओरेन्ज टाइपको चाहिँ धेरै देखिएको थियो है। हजुरले पनि देख्न सकिने हाल्नुभयो। अनि यो चाहिँ मैले राइस कुकरमा बेक गरेको थिएँ। र मेरो एउटा ठुलो मिस्टेक के भयो भने नन स्टिकी पेपर ल्याएर यो तल राखेको भएदेखि यसलाई मैले निकाल्नको लागि एकदम सजिलो हुने थियो। तर मैले त्यो केही पनि गरिनँ, त्यही भएको भएर चाहिँ मेरो निस्किँदाखेरि चाहिँ ब्रेड भाँचियो। तर यसको टेस्ट चाहिँ एकदमै मिठो थियो है गाइज। अनि स्पन्जी पनि एकदम स्पन्जी भएको थियो, भित्रसम्म एकदमै राम्रोसँग फुलिएको पनि थियो। अनि क्रिम पनि थोरै कमी पर्यो मलाई, तर पनि मैले जसो तसो गरेर जसरी तसरी केक बनाएँ। हेर्दामा राम्रो नभए पनि खाँदामा मिठो थियो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।